everyone, namaste, welcome back to my channel again. अनि आज चाहिँ this video is all about हामी तीनजना दिदीबहिनीहरु चाहिँ हामी वहाँ इटरी गएको थियौं अनि त्यसको मैले इन्ट्रोहरु केही बनाएको थिइनँ हेर्नु होला है त बीचमा चाहिँ म भोइस ओभर गरेर यसरी राख्दिन्छु कि वाचिङ अनि हजुरहरु नयाँ हुनुहुन्छ भने चाहिँ यो भिडियो अन्तिमसम्म हेर्दिनु होला र भिडियो मन परेमा चाहिँ प्लिज डु गिभ इट अ लाइक कमेन्ट एन्ड बिल एन्ड सब्स्क्राइब टु माय च्यानल है त किप वाचिङ डोन्ट स्किप किनेको अब हामी जाँदैछौँ बुढाको अचारमा ल आइपुग्यौँ है यहाँ माया म्यामलाई पनि ठ्याक्कै भेटेको छु सो यहाँनिर चाहिँ बुढाको अचारको आउटलेटमा गएको थियौँ हामी होइन तर चिकन अचार चाहिँ एभाइलेबल थिएन अनि बफ एन्ड पर्क त म खाँदिनँ त्यही भएर चाहिँ बन्दैछ भनेर भन्नुभयो माया म्यामले। त्यस पछाडि हामी त्यहाँबाट टक्कै युटर्न लिएर हामी गयौँ फास्ट ट्रे भनेको चाहिँ भर्खर खुलेको हो क्या धेरै भएको थिएन जे गते होला सायद ओपनिङ भएको थियो अनि आई वान्ट टु ट्राई कस्तो छ के छ भनेर झन् लाफिङ भनेपछि त माइ गड मलाई लु न ट्राई गरिहाल्नुपर्छ भने जस्तो भयो। अनि त्यस पछाडि चाहिँ हामी नानी र म फास्ट ट्रेमा गयौँ अनि हेर्नुहोस् हामीले के खायौँ है त। आइपुग्यौँ है हामी फास्ट ट्रेमा खाजा खानुको लागि। आइसाको त्यो थाहा छ मैले चाल पाइसकेँ त्यही किनभने ल आइसाको लाफिङ फर द फर्स्ट टाइम है त पानी खान्छु त त्यो म्याम एक बार का जुनीमा खाऊ न आइसा खाऊ उठाइदिनु किन खाने खाऊ आइसा प्रति हात खाऊ म नखाने मैले खाएको छु। चाउचाउ पानी झोल नो अचार अलिक राम्ररी किमा नुडल्स ला 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 Kima noodles is here.
रेकर्डै भएको रहेछ अब चाहिँ मैले थिचिसकेको छु छिटो अब चाहिँ रेकर्डहरू एकदम अलिक राम्ररी हो घुमेन फर्क हेरिहाल्नुभयो होला यो भिडियो स्किप नगरिकन हेर्नुभएको छ भने चाहिँ हामीले फर्स्ट डेमा के खायौँ कमेन्ट गर्नु होला है त अनि फुडको कुरा गर्नु पर्दाखेरि चाहिँ इट वाज ओके हैन अनि त्यसै हो नयाँमा त्यो कोही पनि पर्फेक्ट हुँदैन सबै कुरा त्यो पर्फेक्ट हुँदैन तर पनि आई वाज ओके विथ द्याट अल एकदमै हैन अनि इन फ्युचर दे विल डु देयर बेस्ट सो वी हेभ टु सपोर्ट नेपाली बिजनेस है त नेपाली बिजनेसलाई एकदमै सपोर्ट गर्नुपर्छ नेपाली खानालाई माया गर्नुपर्छ हैन अनि त्यही हो त्यहाँबाट खायौँ होइन अनि त्यस पछाडि हामी सपिङको लागि अलिअलि सामानहरू लिन थियो अनि यता भाटबटेनी आयौँ भाटबटेनीमा अनि सबै त्यो सपिङ गरेको अनि घर आएर त्यो सपिङ हलहरू गर्छु देखाउँछु हजुरहरूलाई के ल्यायो भनेर सब प्लान थियो होइन तर वीवर यति रस थियो कि हामीलाई यति रस थियो किनभने हामी घरबाट निस्किँदाखेरि 2 साढे 2तिर निस्केको क्या अनि अन्त एकैछिन रात परिहाल्यो अनि हामीले त हतार हतार भयो क्या अनि केही पनि मैले फिल्म गरिनँ त्यो पनि तपाईँहरूलाई देखाउन पाइनँ होइन अनि भाटबटेनी आयौँ त्यस पछाडि त्यहाँबाट सामानहरू लियौँ सामान लिएर अनि तल झरेर एकवटा आइसक्रिम खायौँ अनि खायौँ भन्दा पनि लियौँ होइन अनि टेक अवे लियौँ अनि त्यस पछाडि हेर्नु होला है त काहीँ केही मन परे हुन्छ होइन कुनै खानाहरू कुनै होटल कुनै रेस्टुरेन्ट मनपर्छ अनि त्यो ठाउँमा म फेरि रिपिटेडली कमाउँछु आइल भिजिट एगेन आइल कम सुन भने हुन्छु नि मैले तर म त्यो ठाउँमा जानै भ्याउँदिनँ क्या रिपिटेडली बिकज मेरो गो टु लिस्टमा यति धेरै ठाउँहरू छ होइन त्यहाँ जाँदा जाँदै म त्यो त्यही ठाउँमा रिपिटेडलीमा जानै भ्याउँदिनँ तर पनि कहिलेकाहीँ कोइन्सिडेन्सली त्यसकै वरपर केही कामकाजले गइएको छ भने चाहिँ अब त्यसकै ठाउँमा लजाउँ न त त्यहाँ खाजा खानु भन्दा हिसाबले चाहिँ आई क्यान गो तर त्यही ठाउँमा रिपिटेडली म खानुकै लागि चाहिँ म जान भ्याएको छुइनँ क्या अहिलेसम्म चाहिँ स्टिल चाहिँ है त्यही हो अनि यो भिडियो हेरिहाल्नुभयो होला कस्तो लाग्यो यहाँहरूलाई प्लिज डु गिभ इट अ लाइक कमेन्ट डाउन बिलो एन्ड सब्सक्राइब टु माई च्यानल लेट्स बी 700 फ्यामिली सोन नयाँ नयाँ राम्रो भिडियोहरू आउँदैछ किप वाचिङ डोन्ट एस्केप है त बाई टेक केयर अफ योर सेल्फ एन्ड फ्यामिली सी यु अल इन माई नेक्स्ट भिडियो ह्याप्पी होलिडे एन्ड ह्याप्पी विकेन्ड टु एभ्री वान